राजु मयूरसँग कुरा गर्दै अगाडि बढिरहँदा बिरालोको मन भने बिस्तारै भारी हुँदै गयो। राजु र मयूरको मित्रता झन गहिरिँदै गयो। सबैलाई लाग्थ्यो सबै खुसी छन्, तर बिरालोको मौनता कसैले पढ्न सकेन। साँझ परिसकेको थियो, सबै सँगै थिए, तर बिरालो थिएन। बिरालो आकाशतिर हेर्दै सोचिरह्यो। थाहा छैन राजुले कहिल्यै त्यो मित्रको मौनता महसुस गर्छ गर्दैन, तर कथा हामीलाई एउटा कुरा सिकाएर मौन हुन्छ। सबै हाँसो खुसी हुँदैन, सबै मौन शान्ति हुँदैन। र जीवनको भिडमा कहिलेकाहीँ हाम्रो सबैभन्दा नजिकको मन हामीले नबुझेको पीडामा डुबिरहेको हुन्छ। त्यसैले हरेक मोडमा साथी र परिवारसँग निभाउने भूमिका सधैँ संयमित, संवेदनशील र सजग हुनुपर्छ।